त्यसो लास्टमा के भन्न चाहनुहुन्छ? आई लभ यु रुबिनजी। जे भनेर बोलाइनी हुन्छ, अझ सानो भन्नुभयो भने त झन् खुसी हुन्छु। वालालाई सानो वालालाई भोटिनीको सिटी भाइले बजाउने भरे के भनेको यार? पागलहरू। भाइ छ 20 वर्षको भाइ ठुलै होला। ठुलै भाइसँग सुत्छु रे। सानो भाइ के? सानो भाइ चियावाले तपाईँ सुत्नु, म र भाइ सुत्छु। चुप। अरे मोरा भाइ तपाईँको पोइ को र? रुबिन खड्का। लुगा धुवाई सँगै धोए त पानी पसेछ। पानी पसेछ रे? एक्लै के यहाँ कस्तो कमेन्ट गरेन तिम्रो बारेमा यार? के गर्नु गयो? भोटिनीको सिटी कसले बजा भन्छ यार? जुन भर्खर यो आवाज तपाईँ ताली बजाउनु भयो नि, यो आवाज मैले कहीँ सुने जस्तो लाग्यो। तपाईँ दिनकै सुन्नुहुन्छ यो आवाज, त्यही भएर कण्ठ छ। 2-3 जना बिहे गरिसक्नु भयो भनेको। कहिले? अरे सँग सुत्छु, तिमी 2 जना सुत्यो कि हुन्न? म सुत्नु बिचमा। अनि रोटी पनि हो कि? रोटी त खानुहुन्छ बेलुकामा? बेलै भएन रोटी खाने। बेला चिया बनाइदिनु भयो दाइलाई? तातो दुध चिया मतलब? हजुर हजुर नमस्कार। भाउजू नमस्ते नन्द। ओइ तेरी अगर तुम मिल जाओ तेरी भैंस। छोड़ देंगे हम। अरे मौसममा यो मौसमले च्यालेन्ज हाने बेला एक्लो के हो यस्तो कुरो? हजुरको कारणले। म कहाँ जाम यार? तपाईँ म एलियन नै वा क्या मजा आउँथ्यो यार। भिडियो कुन चाहिँ फेरि एआईदेखि हाल्दैछ यार पुरा। तपाईँ म बिस्तारामा, तपाईँ पुरा चिया लिएर बसेको, दुध लिएर बसेको। थाक एउटा स्याउ जस्ता गाला, चायवालीको स्याउ जस्ता गाला, पोखरीले कान्छोले उडेर मुही खाला। भन्यो मैले मन पराएको तिमीले उम्कायो बुढा, मलाई देऊ बाबा। तिमी त बुढा छेउमा बस्दाखेरि त ब्ल्याक एन्ड व्हाइट टिभी देखिन्छौ त नि? बबाल को निकिसा? नाम भन्दिम फिरी आन्टी।